हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को एउटा नयाँ भ्लगमा। आज चाहिँ म जाँदैछु जेभियर बिच मरिनामा। त्यसको लागि चाहिँ म अहिले निस्किसकेँ, आफ्नो रुमबाट म अहिले निस्किसकेको छु। अब म डाइरेक्ट जान्छु मेट्रो स्टेसन। त्यसपछि मेट्रो स्टेसनबाट म डाइरेक्ट जान्छु जेभियर बिच। आज अनि जेभियर बिचमा चाहिँ के कस्तो हुन्छ त्यो कुरा चाहिँ म तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ हेर्नुपर्ने हुन्छ मेरो यो नयाँ भ्लग। साथीहरू, अब म मेट्रो स्टेसन पनि इन्ट्री भइसकेको छु। अब मेट्रो स्टेसनमा आइसकेँ। अब मेट्रो स्टेसनबाट चाहिँ तल जान्छु मेट्रो चढ्ने ठाउँमा। त्यसपछि चाहिँ म डाइरेक्ट जान्छु शोभा रियालिटी। त्यसपछि त्यहाँबाट चाहिँ म त्यहाँबाट नि अर्को सानो ट्रेन पक्रिनुपर्छ। त्यसपछि चाहिँ म डाइरेक्ट जान्छु जेभियर बिच। अब साथीहरू, मेट्रो पनि आइरहेछ होइन। अब मेट्रो चढेर सिधै जाने हो डाइरेक्ट जेभियर बिच। यो बिचमा के देख्छ त्यो कुराहरू म हल्का चाहिँ भिडियो बनाउँछु है। अब त्यति बनाउनु हुँदैन किनभने एकदम क्राउड हुन्छ, प्याक हुन्छ मेट्रो चाहिँ। त्यही भएर म हल्का फुल्का भिडियो बनाउँछु। अब के कस्तो हुन्छ है, अब प्याक छ कि खाली छ, तर हल्का खाली नै जस्तो छ, त्यस्तो क्राउड छैन जस्तो छ। म चाहिँ ठ्याक्कै अहिले शोभा रियालिटी मेट्रो स्टेसन आइसक्यो। मेट्रोमा त्यस्तो भिडियो बनाउनु पाएन, क्राउड थियो हल्का, त्यही भएर अब म यहाँबाट एक्जिट हुन्छु। एक्जिट भइसकेपछि जाने हो अब अर्को हामी सानो मेट्रो चढ्नुपर्छ बिच जानको लागि। त्यहाँनिर अर्को सानो एउटा मेट्रो छ, त्यो पनि म त्यहाँ पुग्छु। अनि त्यसपछि फेरि अब धेरै टाइम लाग्दैन, 10-15 मिनटमा हामी पुग्छौँ उता। यो चाहिँ अर्को सानो एउटा मेट्रो स्टेसन हो, हामी यहाँ आइसकेका छौँ। यहाँ पनि थप And you know what? I had what is it? चाहिँ यो सानो मिनी ट्रेनबाट पनि अब एक्जिट भइसकेको छ होइन। अब हामी यहाँ एक्जिट भएर अब चाहिँ अलिकति थोरै हिँड्नुपर्छ। मेट्रो पनि गइसक्यो, अब हामी थोरै हिँड्नुपर्छ। थोरै हिँडिसकेपछि चाहिँ हामी ठ्याक्कै जेभियर जुमेरा बिच पुग्छौँ।
फाइनली साथीहरू अहिले म चाहिँ आइसकेको छु जेबिआर मरिना बिचमा। आज एकदमै क्राउड छ होइन, मन्डे भयो भने एकदम बवाल क्राउड रहेछ। अब म जान्छु डाइरेक्ट, अब ड्रेस चेन्ज गर्छु, ड्रेस चेन्ज गरिसकेपछि अनि स्विमिङ गर्छु, अनि स्विमिङ गरेपछि नि हल्का फुल्का भिडियो बनाउँछु। अनि अब यहाँ के कस्तो कुराहरू के कुराहरू छ त्यो कुराहरू चाहिँ म सर देखाउँछु तपाईँहरूलाई। त्यति नै हो, अब हेर्दै गर्नु होला। फाइनली हामी स्विमिङ पनि गरिरहेको छौँ। अब एकदमै क्राउड रहेछ आज चाहिँ, थाहा नै थिएन हामीलाई पब्लिक होलिडे हुँदैन, पब्लिक होलिडे भएर चाहिँ एकदमै क्राउड रहेछ आज चाहिँ होइन। त्यही भएर एकदमै बिचै पुरै प्याक त्यस्तो मजा आइरहेन। पानी पनि एकदमै तातो है, त्यस्तो रमाइलो भएन, एकदमै क्राउड छ, बब्बालै क्राउड छ। हेर्न सक्नुहुन्छ तपाईँहरू, यस्तो बवाल क्राउड छ। ल साथीहरू, हामीले अब कारहरू त धेरै देख्यो होइन, तर आज मैले यो मरिनामा चाहिँ पानीमा गुड्ने कार पनि देखेको छ। यो चाहिँ रहेछ पानीमा गुड्ने कार। अब हामीले जहिले रोडमा गुड्ने मात्रै थियो, यो चाहिँ पानीमा पनि गुड्ने कार हो। यो चाहिँ खतरा छ, बवाल छ है। यो कस्तो लाग्यो तपाईँहरूलाई? यस्तो बवाल छ, यो बवाल छ। म त अझै देखाउँछु भिडियो तपाईँहरूलाई खतरा पाराले। यस्तो बवाल छ, यो यस्तो बवाल कार छ यो। यो चाहिँ रोडमा गुड्ने होइन, पानीमा गुड्ने कार हो। यस्तो छ, बवाल छ यो चाहिँ। यस्तो बवाल हुँदो रहेछ। यो चाहिँ मैले देखाइहालेँ तपाईँहरूलाई, यस्तो यो चाहिँ बवाल छ। यो चाहिँ समुद्रमा गुड्ने कार, यस्तो बवाल लाग्यो मलाई चाहिँ। यहाँ अरू पनि छ, यो बाइकहरू छ, जेट स्कीहरू चाहिँ छ। यो चाहिँ जेट स्की भयो। यो चाहिँ समुद्रमा कुद्ने बाइक। यो चाहिँ यस्तो बवाल छ। यहाँ चाहिँ ऊँट पनि आइरहेको छ है। ल अहिले ठ्याक्कै यहाँ चाहिँ क्यामेल राइड पनि गर्न मिल्छ, तर गरेन हामीले चाहिँ। यो चाहिँ मरिनाको यस्तो नाइट भ्यू छ, यस्तो छ।
यस्तो सानो सानो स्टलहरू छ अनि बब्बाल छ यो गाडी झन् बब्बाल यस्तो बल छ यार ल यहाँ चाहिँ यस्तो खतरा खतरा पुरै ग्लास यहाँ चाहिँ जुस पसल छ यता क्याफे यता पर्फ्युम त्यो चाहिँ यहाँ चाहिँ खतरा टेम्पो रहेछ ल है टेम्पो कि के भन्छ अहिले यार I'll stop there and change. पहिला नेपालमा भएको जस्तै टेम्पो पुरा लग्जरी टेम्पो छ यार यस्तो बवाल छ भ्यू चाहिँ नाइट भ्यू हेर्न चाहिँ बवाल मजा आउँछ यता चाहिँ खतरा यस्तो बवाल छ है भ्यू त कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नु होला है भ्यू कस्तो लाग्यो बवाल छ कि छैन भनेर है कमेन्ट पनि गर्नु होला फाइनली साथीहरु आजको हाम्रो भ्लग चाहिँ यही सकिएको छ भिडियो कस्तो लाग्यो राम्रो या नराम्रो राम्रो लागे पनि नराम्रो लाग्यो भने कमेन्ट बक्समा कमेन्ट छोड्नु होला आगामी भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बस्नु होला ओके बाइ बाइ